मेरो बेटा नै आएछ नि यम्मी मोमोस हामी चाहिँ बेल्नेको कुरा गर्दैछौँ। रेणुका र म चाहिँ अहिले मोमो पकाउनको लागि तयारी गर्दैछु। म यहाँ चाहिँ कटिङ गर्दैछु भेजिटेबलहरू। रेणु के गर्दैछु बाबा? म बेल्ने छु। पिठो बेल्दैछिन्। हामी दुईजना मिली के गर्छौँ? काम गर्छु। बोल्नु न हौ, केही कुरा भन्नु न। काम गर्छौँ। मैले चाहिँ रेणुलाई काम सिकाउँदैछु कि तिमीले सिकाएको मलाई? उसले चाहिँ मलाई के गर्न सिकाएको? काम गर्न, रोटी बेल्नु, काम गर्नु। ठुली भई छोरी, अब मलाई सुख भइरहेछ। ज्वाइँको घर गएर के पकाउन सिकाउँछौ कान्छी? रोटी सब्जी, अरू मोमो, अरू दालमाम, अरू भात। कत्रो रोटी बनायो देखाऊ। मजाले देखाऊ। वाउ, रेणुलाई यस्तो रोटी गर्नु पनि आउँछ। कटिङ गर्दै हुन्छ मामुले। मम्मीले चाहिँ सब्जी कटिङ गर्दै हुन्छ। के हुन्छ हौ मेरो? हेर्दै जानु होला हामी काम गर्दै गरौँ न। पछि हामी जाउँ तपाईँ पनि। ए म त बिर्सिहाल्छु। तपाईँ काम गर्दै गफ गरौँ ल साँच्चै। भन्नु न अरू के हुन्छ? कटिङ गर्दै हुन्छ मामुले। मम देख्नु भएन तपाईँ? देखिन, म त देखिन्छु नि त हौ, यहाँ क्यामेराले भेट्दैन। ए म छेउमा आउँछु तपाईँ अब। कटिङ आज हाम्रो मोमो लास्टै मिठो हुनेवाला छ। पनिर अघि कटिङ गरेर राखिसकेको छौँ। अरू भन्नु न। कटिङ गर्दै हुन्छ मामु। मेरो साथी कस्तो हुन्छ मोमो तपाईँहरूलाई अहिले भरे देखाउँछौँ ल। बुइनले पिठोको डल्ला सबै बनाउँछिन्। आज सबैको भिडियो बनाउँछौँ, भ्लग बनाउँछौँ, हाल्छौँ। कटिङ गर्दै हुन्छ मामुले। ल कटिङ हेर्दै गर्नु होला। यता बसेर खाऊ न। मलाई चाहिँ बस्ने देखेको छैन। ढुल्नु गाडी के हौ? मोमो रोदै गर्छु हो। यता बसेर खाऊ न। के भयो? तातो यम्मी मोमो। मेरो बेटा नै आएछ नि यम्मी मोमोस। दामी छ दामी छ। चटनी भिडियोको चक्करमा पिल्सर स्थिर मुक्छु। त्यही त काँटा ल्याउनु पर्ने छ है बुढा। काँटा भन्दै आधी काँटै मरिन्छ नि त। यो भिडियोमा त के भन्छ? मिठो छ। उता आफ्नै खाना हो नि त के। बसाइ मेरो बुढाको खानु एक दिन आइसकेँ म। खान्न कुन चाहिँमा खोर्सानी बस्नु न। खान्न म।
अर्को जासु केही हुँदैन यो नबोले कि बा केही हुँदैन त्यो खोर्सानी भएको एउटा सानो छ होइन त्यो देखिहालिन्छ खाँदा खाँदै हुन चाहिँ यही भाँडामा छ अब रेनुलाई बोलिहालेँ होइन यो खानु न खानु ल खानु यसैमा छ खोर्सानी खानु नै हुँदैन उसले चाहिँ यी खोर्सानी रेनु धेर बोलेर थाहा भइगयो क्या यो खोर्सानी भएको चाहिँ पत्ता लागिहाल्यो खानु बाबाले त्यो खाँदा हुन्छ अब बुझ्ने खाऊ ल खानु खोर्सानी त लाग्दैन नि त यता खाँदा हुन्छ त खोर्सानी निस्किहाल्यो त खोर्सानी भएकै बहिनी धेर बोलेर नत्र भने बाबाले खोर्सानी टोक्नुहुन्छ नि बस राइट न उयो खोला